विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधन। विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्सदाईको निधन भएको छ। पाकिस्तानको ब्रड पिक हिमालको हिम पहिरोमा उनी सहित अन्य 10 जना बेपत्ता भएका थिए। पूर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जाल मार्फत गराएको हो। बेपत्ता 10 मध्ये 6 जना नेपाली पर्वतारोही रहेका थिए। 4 जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो। पाकिस्तानको कराकोरम हिम श्रृङ्खलामा अवस्थित 8047 मिटर अग्लो ब्रोड पिकमा गत बिहिबार अर्थात् 14 साउन मध्याह्नतिर हिम पहिरो गएको थियो। उक्त हिम पहिरोमा 6 जना नेपाली सहित 10 जना आरोही बेपत्ता भएका थिए। पूर्जा टोलीका नेता थिए। पूर्जाले सन् 2019 मा विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना भन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेका थिए। विश्वको 12औं अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमाल मध्ये एक मानिन्छ। म्याग्दीमा जन्मिएका निर्मल पूर्जा निम्सदाई बेलायती सेनामा काम गर्थे। जबसम्म उनी गोर्खा सैनिकमा सक्रिय थिए तबसम्म उनको पहिचान अन्तर्राष्ट्रिय आरोहीका रूपमा स्थापित बनिसकेको थिएन। यद्यपि उनी गोर्खा सैनिकमै हुँदा आरोहण यात्रा भने थालिसकेका थिए। उनको आधिकारिक वेबसाइट nimsdai.com का अनुसार उनले कुल 16 वर्ष सेनामा बिताए। त्यसमध्ये उनले 6 वर्ष गोर्खा र 10 वर्ष युके स्पेशल फोर्समा बिताए। म्याग्दीमा जन्मिएका उनी 18 वर्षको उमेरमा सन् 2003 मा गोर्खा सैनिकमा भर्ती भएका थिए। म्याग्दीमा जन्मिए पनि उनी चितवनमा हुर्किएका थिए। सोही कारण उनको प्रारम्भिक जीवनमा भने हिमाल जोडिएको थिएन। पढाइमा तीक्ष्ण निम्सदाईको बाल्यकालको शोक हिमाल चढ्ने पनि थिएन। उनको अर्कै लक्ष्य थियो आफ्ना बुबा र दाजुहरू झैं बेलायती सेनामा गोर्खा भर्ती हुनु। सोही क्रममा उनले 2003 मा आफ्नो पहिलो सपना पूरा गरेका थिए। आफ्नो सपना पूरा गर्न जुनसुकै कदम उठाउन पछि नपर्ने निम्सदाई 2009 मा गोर्खा सैनिकबाट स्पेशल बोट सर्भिसमा आबद्ध हुने पहिलो गोर्खा सैनिक बने। यस युनिटमा मुख्यतया रोयल मरिन्स कमान्डोहरू हुन्छन्। यो युनिट गोप्य र रणनीतिक कारबाहीमा विशेष दखल राख्छ। उनले 2012 देखि हिमाल आरोहण यात्रा थालेका हुन्। स्पेशल फोर्सको ड्युटीमा छुट्टीमा आएको मौकामा उनले सगरमाथा आधार शिविरको यात्रा तय गरे। यो यात्राले उनलाई हिमाल प्रतिको लगाव र महत्वाकांक्षा वात्तै बढायो। सोही यात्राबाट काठमाडौँ फर्किएपछि उनले आफ्ना गाइडसँग आरोहण सिक्ने इच्छा व्यक्त गरे। सोही क्रममा उनी गाइडसँगै 6119 मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहणमा गएर सफल भए। त्यो उनको हिम चुचुरातर्फको पहिलो पाइला थियो। सोही आरोहणपछि भने उनी सैन्य सेवामै फर्किए। एसबीएसमा उनी अधिक चिसो मौसमको युद्धकला सम्बन्धी विषय विज्ञको भूमिकामा पुगे। सन् 2019 मा 6 महिनाभित्र 8000 मिटर अग्ला 14 हिमाल चुली चुमेर कीर्तिमान बनाउने नेपाल फर्किएका निम्सदाई बेलायती सेनाको आकर्षक जागिर छाडेर आएका थिए। निम्सदाईसँग जोडिएका डेभिडले सोही अभियानमा 14 वटै हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाउन सफल भए। 2021 मा माउन्ट केटु निम्सदाई र डेभिड सहित 10 नेपाली आरोही टोलीले विन्टर सिजनमा पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो। हाम्रो तर्फबाट पनि विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।